शरीरभरि ट्याटो र खाइलाग्दो ज्यान जिम गरेर बनाएको ज्यान भयो भन्दैमा गुन्डागर्दी गरेको भन्ने हुँदैन है। गुन्डागर्दी भनेको त्यस्तोलाई भन्छ जसले देशको सिमाना बेचिएको छन्। गुन्डागर्दी भनेको त्यस्तोलाई भन्छ जसले कालो प्यान्ट र सुट प्यान्ट लाएर भ्रष्टाचारी गरेका छन्। गुन्डागर्दी भनेको त्यसलाई भन्छ जसले देश डुबाइरहेको छन्। गुन्डागर्दी भनेको त्यसलाई भन्छ जसले भ्रष्टाचारी गरेर देश रुवाइरहेको छन्। गुन्डागर्दी भनेको त्यस्तोलाई भन्छ जसले दुखी गरिब जनतालाई रुवाइरहेको छन् र सहकारी ठगेर पैसा खाएर भागेका छन्। गुन्डागर्दी भनेको त्यस्तोलाई भन्छ जसले 16,000 जना 76 जना लागत जतिजना मारिए त्यस्तोलाई भन्छन् गुन्डागर्दी भनेको। कालो प्यान्ट कालो सुट लाएर बाहिर हेर्दाखेरि सर तर भित्र हेर्दाखेरि राक्षस। गुन्डागर्दी भनेको त्यस्तोलाई भन्छ। खाइलाग्दो ज्यान शरीरभरि ट्याटो र 2-4 जना केटाहरू बोकेर टिकटकमा भिडियो पोस्ट गर्यो भन्दैमा गुन्डागर्दी भन्ने प्रुफ हुँदैन। किम जोङ बोस भनेर चिनिनेले के चाहिँ गुन्डागर्दी गर्यो त त्यो प्रुफ सहित बाहिर निकालिदिनु होला। डियर हाम्रो गृहमन्त्री सुदन गुरुङज्यू, तपाईँले गर्नुभएको अपरेसन एकदम राम्रो छ, तर गुन्डागर्दी मेन गुन्डागर्दी गर्नेलाई चाहिँ नसमातेर तपाईँले चाहिँ ज्यान बनायो भन्दैमा ट्याटो हान्यो भन्यो भन्दैमा होइन। अब 2-4 जना 5-7 जना केटाहरूको चाहिँ भिडियो पोस्ट टिकटक फेसबुक लगाए सबैमा हाल्यो भन्दैमा त्यसरी गुन्डागर्दी गर्यो यिनीहरूले भनेर चाहिँ भन्न मिल्दैन। तपाईँले चाहिँ अब राम्रोसँग छानबिन गरेर त्यसको होइन कसले के गर्यो कसले के गरेन, उनीहरूले पनि आफ्नो कमाइ खाइरहेको छन्, कमाएर उनीहरूले बिजनेस गरिरहेको छन्, कमाएर उनीहरूले बिजनेस गरेर उनीहरूले ज्यान बनाए होइन, जिमसिम गरेर ट्याटो स्याटो हाने सुन लाए। तर यतिको भरमा मान्छेले जज गर्न पाउँदैन। देशको युवाहरूलाई यसो समातिसके पछाडि परिवारहरू चाहिँ के गर्नु त? खाडी जाने। अब खाडी जाने गुन्डागर्दी कहीँ मान्छे काटेको प्रमाण छ उसले जे पनि गर्न पाउँछ यार। नेपालमा त आफ्नो हातमा कानुन भयो भन्दैमा यार। अब नेपालको कानुन दैवले जानुन्।